इटरी 16 सिमाना हो यो 16 उता 17 बाट ल्याएर 16 मा पकडौ भनेर गर्नु पर्यो। अहिले चाहिँ विशेष केही समय अगाडि अहिले लाइभ छौँ अहिले केही समय अगाडि मात्रै यो घटना यतै आउनु भएको हो। यता आउँदा पनि उता यो दुईजना भाइहरू चाहिँ म स्थानीय त्यहाँको स्थानीयवासी यिनीहरूलाई शङ्का लागेको हुनाले चेक जाँच गर्दाखेरि यिनीहरूको साथमा केही पनि पाइएन। पछिबाट फेरि यिनीहरूलाई जसले बेच्छ त्यो मान्छे चाहिँ त्यही छेउबाट आएको देखेपछि म फर्केर आएर पछि चेक गर्दाखेरि त्यो मान्छे भाग्यो। यो दुईवटा भागेपछि मैले एकजना भाइलाई फोन गरेँ अनि हामी दुईजना पछि आउँदै जाँदाखेरि यिनीहरूलाई रोकेर चेक जाँच गर्दाखेरि यही ठाउँमा चेक जाँच गर्दाखेरि सुरुमा त केही पनि भेटेन नि। भित्र लुकाएर राखेको रहेछ अनि त्यो निकाल्दाखेरि यो रहेछ। अनि हामीलाई यति साहस दिने यति मद्दत गर्नुहुने हाम्रो आदरणीय वडाध्यक्ष प्रभात आचार्यज्यू उहाँ हुनुहुन्छ। अनि साथै उहाँको यो उपस्थितिमा उहाँले प्रहरीहरूलाई पनि थाहा दिनुभयो। प्रहरीहरू पनि आउनुभएको छ अहिले। अब हामी चाहिँ के चाहन्छौँ भन्दाखेरि यो लागु औषध भनेको पकलीमा मात्रै होइन, सकिन्छ भने राज्यले नेपालभरि नै यो चाहिँ नामेट पार्नु पर्यो। यसको निम्ति इटरी 17 को वडाध्यक्षले हामी धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँ राति पनि आएर उमेरले हामीभन्दा धेरै सिनियर हुनुहुन्छ तर राति पनि आएर उहाँले हामीलाई यसरी गस्ती गर्न सहयोग गरिराख्नु भएको छ। यसको निम्ति पनि दाइलाई धेरै धन्यवाद दिन चाहन्छौँ। अनि साथै प्रहरी हजुरहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। हजुरहरू एकदमै छिट्टै फोन गर्न साथ हजुरहरू समयमै आइदिनु भयो, यिनीहरूलाई पक्रिन सक्यौँ। अब हाम्रो